हेलो मेरा साथीहरू, के छ सन्चै आराम हुनुहुन्छ। जैसे कि तपाईहरुलाई थाहै नै छ, म डेली केही न केही नयाँ प्रोडक्ट इलेक्ट्रोनिक प्रोडक्टहरु लिएर तपाईहरुको माझ आउने गर्छु र छोटो मिठो भिडियोहरु बनाउने गर्छु। आज पनि तपाईहरुको लागि एकदमै इम्पोर्टेन्ट चिज के इमर्जेन्सीमा हामी सबैले चाहिने एकदमै इम्पोर्टेन्ट चिज लिएर आएको छु। र त्यो के हो त भन्दाखेरि चाहिँ यता हेर्नुस्, यो चिज 4000 mAh को एयर प्रेसर है। यसले के काम गर्छ त भन्दाखेरि तपाईको मान्छेहरु कहिले बेला लङ ड्राइभमा जाँदाखेरि हैन, तपाई बाइक एक्टिभा र गाडीहरुमा हैन, तपाईहरुको कुनै यस्तो ठाउँमा हैन पञ्चर हुन्छ, कहिले बेला हावा हुन्न हैन, तब यो चिज एकदमै तपाईहरुलाई चाहिँ काम आउँछ। एकदमै जरुरी चिज हो तपाईहरुको लागि है। तपाईहरुको लागि, हामीलाई सबैको लागि एकदमै जरुरी चिज है। बहुत राम्रो छ र यसले काम पनि बहुत राम्रो काम गर्छ। कहिले बेला यस्तो हुन्छ कि इमर्जेन्सी यस्तो पर्छ जहाँ हामीलाई चाहिँ हावा भराउने हैन, पञ्चर लगाउने ठाउँ नै मिल्दैन के। कहिले बेला लङ ड्राइभमा गए बेला चाहिँ त्यस्तो ठाउँ नै हामीलाई मिल्दैन, एकदमै दिक्कत आउँछ हैन। त्यसको लागि चाहिँ तपाईहरुले चाहिँ यो चिजलाई सम्झिन सक्नुहुन्छ र म तपाईहरुलाई देखाउँछु यसले कसरी काम गर्छ भनेर। तपाईहरुलाई चाहिँ साइकलमा हैन, बाइकमा, एक्टिभामा, गाडीमा हरेक चिजमा काम आउँछ है। यो चाहिँ इमर्जेन्सीको लागि बहुत राम्रो चिज हो के। र क्यारी गर्न पनि कति सजिलो, तपाईले पकेटमा पनि राख्न सक्नुहुन्छ सामान थुन्ने कुरा हैन त। कति राम्रो छ है। सबभन्दा फाइदेमन्द चिज हो है यो। मान्छेले एनी टाइम आफ्नो यदि तपाईहरुमा एक्टिभा छ भने एक्टिभाको डिक्कीमा राख्न सक्नुहुन्छ हैन, गाडी छ भने गाडीमा राख्न सक्नुहुन्छ हैन, एनीवेयर कहीँ पनि तपाईले यसलाई चाहिँ युज गर्न सक्नुहुन्छ हैन। यसलाई कसरी युज गर्ने त भन्दाखेरि चाहिँ म तपाईलाई बताउँछु। यो तपाईले चाहिँ यहाँ फिट गर्ने हो हैन, अनि यहाँ फिट गरेपछि यता हेर्नुस्। र मेन चिज के छ भन्दाखेरि चाहिँ तपाईले यसलाई चार्जर गर्नुपर्ने हुन्छ। चार्जरलाई सी टाइप चार्जर लाग्छ, सी टाइप चार्ज लाग्छ हैन। अनि त्यसको बाद तपाईहरुको लागि केमा तपाईहरुले लगाउने त्यसको लागि चाहिँ एसेसरी चाहिँ टन्नै छ हैन। अभी नचलाउन। यो तपाईहरुको चाहिँ बलमा हेर्दैन, यो तपाईहरुको चाहिँ बलमा हावा भर्ने अनि त्यसको लागि जो बास्केट बलमा, भलिबलमा हैन, एउटा प्रेसरको लागि छ हैन। यो तपाईहरुको लागि स्विमिङ पुलहरुमा हैन, तपाईको प्लास्टिक स्विमिङ त्यसमा भर्नको लागि चाहिँ ओ छ हैन, एसेसरीहरु छन् हैन। तपाईहरुले एसेसरी त देखिसक्नु भयो हैन। यसको बाद एसेसरी त देखिसक्नु भयो तपाईहरुले हैन। यहाँ सबै चिजको लागि अप्सन दिएको छ है, सबै चिजको लागि अप्सन दिएको छ। तपाईले के चिजमा हावा भर्ने हैन, हावा चाहिँ कसरी भर्ने त भन्दाखेरि चाहिँ यता हेर्नुस् है। यहाँनेर तपाईहरुको लक छ हैन, यो गाडीमा भर्नको लागि हो। यो चाहिँ गाडीको तपाईको अगाडि जो हावा भर्ने ठाउँ हुन्छ त्यसमा चाहिँ यहाँ लगाएर यसलाई लक गर्न मिल्छ। लक गरिसकेपछि यहाँ तपाईहरुले चाहिँ प्रेस गर्ने छ। यहाँ चाहिँ तपाईको पर्सेन्टेज आउँछ, कति पर्सेन्ट हावा भयो, कति पर्सेन्ट हावा भन्यो भने यहाँ पर्सेन्टेज आउँछ। अनि यहाँ चार्जर तपाईको उच्च भन्ने आउँछ हैन। यता चाहिँ पुरा चलिरहेको छ र प्रपर हातमा चाहिँ हावा भर्न सक्नुहुन्छ। सो साथीहरु, एकदमै फाइदेमन्द चिज हो यो तपाई हामी सबैको लागि। यदि तपाईहरुले लिन चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। यसमा लाइट पनि जाग्दो रहेछ है साथीहरु। र मलाई फलो पनि गर्न सक्नुहुन्छ। फलो गरेर लाइक, कमेन्ट, शेयर गरेर र मलाई मेसेज गरेर यसको बारेमा जानकारी पनि ल्याउन सक्नुहुन्छ है। र अर्को कुरा साथीहरु, यसमा लाइट पनि जाग्छ है, लाइट पनि छ। अँध्यारोमा चाहिँ हावा भर्ने देखिँदैन, कतै चाहिँ लाइट नभएको एरियामा हुन्छ नि, त्यति बेला चाहिँ लाइट पनि गर्छ है यसमा। धेरै बेनिफिट वाला चिज छ है, धेरै बेनिफिट वाला।